दर्शकवृन्द नमस्कार। आजको हाम्रो यात्रा प्राकृतिकको अनुपम उपहार पोखरा शहरको हुनेछ। फेवाताल हाम्रो मुख्य गन्तव्य भए तापनि हामी पोखराको विभिन्न स्थानसम्म पुग्नेछौँ। पोखराको पुन्तीकोट, जहाँबाट पृथ्वी र आकाश मिलेर एक अनुपम चित्र बनाउँछ, छुट्टै संसारमा पुगेको आभास हुन्छ। पोखराको सरङकोट, जहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। झुल्के घामको सुनौलो किरण थितिजमा ठोकिन्छ, हिमाल हिरा जस्तै टल्किन्छ। गुप्तेश्वर महादेव गुफा, अन्ध्यारो गहिराईमा रहस्यमय गुफा। प्राकृतिकको अद्भुत दृश्य हेर्न पाइन्छ, जुन विश्वास गर्न निकै गाह्रो हुन्छ। यहाँ आउँदा चाहिँ स्वर्गमा आएको जस्तो एउटा फिल हुन्छ। जस्ट इमेजिन गर्नुहोस् त, ल हेर्नुहोस् त, यो दृश्य, यो सेतो सेतो दृश्य अवलोकन गर्नुहोस् त। यहाँबाट चाहिँ तपाईँको पानी झरिरहेको। डेभिस फल झरना, डेभिस फल झरनाको आफ्नै छुट्टै कथा छ। झरनाको पानी गहिरो खोजमा झर्छ, भूमिगत रूपमा विलीन हुन्छ। चमेरे गुफा, प्राकृतिक सौन्दर्य र चमेराहरूको वासस्थानको कारणले निकै प्रसिद्ध गुफा चमेरे गुफा। द्वार त्यो छ। अब यहाँ चाहिँ यो भोलि मरेर गइसकेपछि स्वर्गमा जाने बेला भने यसरी घर बनायो भने हाम्रो घरमा बनेर बस्छ अरे के। यहाँ बनायो भने के, यसलाई घर बनाएर राख्यो भने भोलि हामीले कति तल घर बनाउने त्यो घर चाहिँ उहाँ गएर बनेर बस्छ भन्ने चलन छ कि यहाँको यसको चलन चाहिँ के। तिमी डराएर हो के, एकजना साथी फेरि भित्र महेन्द्र गुफा, चुन ढुङ्गाले बनेको अद्भुत गुफा। गुफाभित्र प्राकृतिक रूपमा निर्माण भएको विभिन्न देवी देवताहरूको आकृति देख्न सकिन्छ। अब यहाँ यो सबै चाहिँ प्राकृतिकले बनाएको चिजहरू हुन्, कुनै पनि मान्छेले बनाएर कुदेर बनाएको होइन। अब यो चाहिँ ल यो यहाँनिर यहाँ देखियो, यो चाहिँ महादेवको जस्तो पनि देखिन्छ होइन। यो महादेवको जस्तो देखिन्छ। यहाँ कुण्ड पनि यहाँनिर ऊ पनि दियो जस्तो पनि रहेछ है, जस्तो पनि छ, दियो जस्तो पनि रहेछ। आफै चाहिँ भएको चिज हो यो। कसैले बना जस्तो देखिन्छ तर यो बनाएको होइन। विश्व शान्तिको प्रतीकको रूपमा जापानिज भिक्षुहरूद्वारा निर्माण गरिएको शान्ति स्तूपा, जहाँको शान्त वातावरणले मनमा शान्ति मिल्छ। अन्त्यमा हामी जानेछौँ पोखराको लेक साइडमा रात्रिकालीन रमझममा रमाउन। प्राकृतिकको क्यानभासमा सजिएको अमर चित्र फेवाताल, जहाँ थितिजले धरतीलाई अँगालो हाल्छ अनि बिहानीको सूर्यको सुनौलो किरणले हिमालको चुचुरोमा जीवन भर्छ। हिमाल मन्द मन्द मुस्कुराउँछ, पर्यटकलाई आफ्नो मुस्कानको बहसमा पार्दै मन मोहित बनाउँछ। हिमालको सुन्दर दृश्यलाई फेवातालको निलो जलराशिले प्रतिबिम्बित गर्छ, स्वर्गमा पुगेको झैं आभास हुन्छ। माछा फुज्रेर अन्नपूर्ण हिमालको काखमा सजिएको फेवातालको सुन्दर शान्त र मनोरम वातावरणले मनलाई असीम प्रदान गर्छ। निलो तालमा तैरिने डुङ्गाहरू र किनारको शीतल बतासले पर्यटकको मनलाई एकादेशमा पुर्याउँछ। ल साथीहरू, अब चाहिँ हामी तालबराई मन्दिरको दर्शन गर्न जाँदैछौँ र यो डुङ्गाबाट पारी तालबराई मन्दिर जानुपर्ने हुन्छ र एकजनाको चाहिँ जम्मा शुल्क यहाँबाट डुङ्गाबाट पारी पुगेर आएको 100 रुपियाँ लाग्छ। भनेदेखि यहाँ पर देख्दै हुनुहुन्छ नि त्यो टापु जस्तो, त्यही हो तालबराई मन्दिर, जुन चाहिँ यो समुद्रको बिचमा टापु एउटा अवस्थित छ है। त्यो टापु चाहिँ अद्भुत छ कि चारैतिरबाट समुद्रले घेरिएको छ र बिचमा त टापु मात्रै छ है। त्यही टापुमा चाहिँ तालबराई मन्दिर छ। हामी तालबराई मन्दिरको दर्शन पनि गर्नेछौँ। ल साथीहरू, फाइनली हामी यो मन्दिरमा आइसक्यौँ।
अब हामी यहाँ दर्शन गर्नेछौँ र साथै यहाँ देख्न सक्नुहुनेछ है यो फेवातालको वरिपरिको दृश्य है त यो मन्दिरको वरिपरिको दृश्य ल यस्तो दामी दृश्यहरू देखिन्छ है यहाँ चाहिँ एउटा ठुलो नेपालको झन्डा राखिएको रहेछ मैले यो मन्दिरको परिसरमा छु भनेदेखि यो वरिपरि पोखरी छ क्या यो ताल छ र तालको बिचमा चाहिँ ठ्याक्कै मन्दिर ल कहाँसम्म यार आँखाले भ्याइन्जेलसम्म छ यार ल म फेरि अगाडि बढ्छु है त मन्दिर हात धुने ठाउँ मन्दिरमा आइसक्यौँ साथीहरू अब चाहिँ हामी यहाँदेखिको हाम्रो अर्को गन्तव्य भनेको गुप्तेश्वर महादेव गुफाको हुनेछ सँगै रहँदै गर्नु होला है त साथीहरू यति बेला हामी चाहिँ यो गुप्तेश्वर मन्दिरमा अथवा गुप्तेश्वर गुफामा आइसकेका छौँ भने यसको सिधा अगाडि चाहिँ फेरि डेभिस फल झरना रहेको छ त्यहाँ पनि जान्छौँ अहिले पोखराको काखमा विराजमान गुप्तेश्वर महादेव गुफा एक अनौठो भूगर्भीय चमत्कार हो जहाँ प्राकृतिकको सिर्जनाले आध्यात्मिकताको गहिरो छाप छोडेको पाइन्छ। यति बेला हामी गुप्तेश्वर महादेव गुफामा आइपुगेका छौँ। आउनुहोस् साथीहरू अब हामी महादेव गुफालाई एकचोटि नजिकबाट निहालेर हेर्नेछौँ। गुप्तेश्वर गुफा को लागि हामी भित्र प्रवेश गर्दैछौँ। यसरी फनफनी घुमेर तल जानुपर्ने रहेछ क्या अझै त्यहाँभित्र नि गुफै रहेछ होइन यसरी जानुपर्ने र तर सबैभन्दा पहिला चाहिँ हामीले यहाँनिर टिकट लिएर चाहिँ बल्ल हामी जानुपर्ने रहेछ। नेपालीको लागि नेपाली नागरिकको लागि 50 र विद्यार्थीको लागि चाहिँ 35। यहाँनिर यो टिकट लिनेको लाइन हो। यहाँबाट टिकट लिएर चाहिँ हामी यो प्रवेशद्वार यहाँ पछाडि हुँदै यहाँ तल जानेछौँ। टिकट चाहिँ यहाँको प्रवेश टिकट चाहिँ यस्तो हुन्छ है र सबैजना हामी लाइनमा बसेर चाहिँ अगाडि जाँदैछौँ। हामी तलतिर झर्दैछौँ है ट्याक्कै यो गुफा शिव गुफामा। ए लो यहाँ ल हेर्नु साथी हो ए ल अँध्यारो रहेछ है यहाँ भित्र जानुपर्ने रहेछ है यहाँ भित्र गुफा भित्र
यहाँभित्र त पुरै चिसो चिसो एकदम कुल आम्मामा ल हेर्नुहोस् भित्ताबाट चाहिँ यो प्राकृतिक गुफा यो मानव निर्मित नभएर यो चाहिँ प्राकृतिक रूपमा बनिएको गुफा हो है प्राकृतिक गुफा यहाँबाट भित्र छिर्ने एकदम चिसो छ होइन यहाँबाट शीतहरू झरिरहेको हुँदो रहेछ अँध्यारो छ यस्तो रहेछ र अझै तल जानुपर्ने रहेछ ए यहाँबाट छिर्नुपर्ने सानो ठाउँबाट छिर्नुपर्ने रहेछ ए मम्मीहरू त भित्र यहाँ छिर्न सक्नु भएन रहेछ क्या अक्सिजन कम त हुन्छ त डाउनमा अब हामी यतापट्टि निस्क्यौँ कता निस्क्यौँ अझै डाउन रहेछ ए सबै यसरी ओसिलो छ है अझै तल डाउनमा जानुपर्ने रहेछ है यहाँ चाहिँ अलिकति अक्सिजनको कमी हुँदो रहेछ हुँदै है मलाई त छुन्छ अब हामी आउट हो निस्किँदैछौँ यहाँभित्र पसेर पनि बाहिर निस्किनु पर्यो अझै अमृत पानी भन्दो रहेछ है यहाँबाट झरेको यस्तो यो चाहिँ मानव निर्मित होइन एकदम प्राकृतिक गुफा रहेछ यो चाहिँ बाहिर निस्किने ठाउँ हो कि फेरि यतै आउनुपर्छ ए यतै आउनुपर्छ कति टाढा छ अब उता फेरि उकालै चढ्नुपर्ने रहेछ तर थोरै अक्सिजनको कमी भएको जस्तो हुँदो रहेछ है ढुङ्गाको गुफा वाह यहाँ यस्तो रहेछ दामी यहाँ तल झन् यस्तो दामी रहेछ यार यसलाई चाहिँ राम अद्भुत यो चाहिँ हाम्रो अद्भुत दृश्य देखियो है यहाँ र माथि पनि यस्तो छ ढुङ्गाले बनेको यहाँबाट अमृत झरिरहेको छ अमृत भन्दो रहेछ अमृत बर्सेको पहिला चाहिँ यहाँबाट चाहिँ दुध निस्किन्थ्यो अरे अहिले चाहिँ पानी निस्किन्छ अरे ल ए दुधको धारै धारा ल यहाँबाट यस्तो दामी दृश्यहरू हामीले यो चाहिँ एउटा अद्भुत हो है हाम्रो नेपालमा मैले चाहिँ यस्तो ठाउँ देखेको थिइनँ ल हेर्नुहोस् यस्तो दामी ठाउँ छ कि गुप्तेश्वर गुफा त्यत्तिकै भनेको होइन रहेछ ल हेर्नु साथीहरू यति गहिरो छ कि आम्मामा ल हेर्नु त यति तलसम्म छ यहाँ अझै तल पनि जानुपर्छ अझै तल जानुपर्छ कतिसम्म तल गइरहेको छ अघि त मैले देखाइसकेँ तपाईँलाई होइन ल तपाईँको म बनाइदिन्छु नि ए वाउ आम्मामा
कस्तो अद्भुत छ यार, कस्तो कुल कुल चिसो चिसो। लु पानी झर्ना उताबाट पानी आइरहेको छ। ल हेर्नुहोस्, वाउ साँच्चीकै अद्भुत हो। हेर्नुहोस् साँच्चीकै अद्भुत हो। हेर्नुहोस् त उहाँबाट यो पानी बगिरहेको छ क्या, जल बगिरहेको छ यहाँ तल, तपाईँले देख्न सक्नुहुन्छ नि। अद्भुत है, यहाँ आउँदा चाहिँ स्वर्गमा आएको जस्तो एउटा फिल हुन्छ क्या। ल हेर्नुहोस् त यस्तो कुल छ, यस्तो चिसो छ होइन, यस्तो दामी ठाउँ छ। यति गुफाको तल 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 ढुङ्गाबाट छिर्दै 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 यो ठाउँसम्म आइसकेका छौँ क्या। हेर्नुहोस् त साथीहरू, यो अद्भुत होइन त? अद्भुत अलौकिक दृश्य आज हामीले कैद गर्दैछौँ है। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्दै जानु होला। ल हेर्नुहोस् त, जस्ट इमेजिन गर्नुहोस् त। ल हेर्नुहोस् त यो 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 दृश्य, यो सेतो सेतो दृश्य अवलोकन गर्नुहोस् त। यहाँबाट चाहिँ तपाईँको पानी झरिरहेको छ क्या। हेर्नुहोस् त, यो एउटा प्राकृतिक नेचुरल चाहिँ दृश्य, एउटा सिन हो क्या, जुन एउटा अद्भुत छ यो। ल हेर्नुहोस्, जुम आउट गरेर फेरि देखाएँ तपाईँलाई। ल हेर्नुहोस् त कस्तो दामी छ। यसको यो अन्तिम बिन्दु हामी लास्ट तलको पोइन्टमा आइसकेका छौँ। अब फेरि हामी रिटर्न ब्याक हुन्छौँ है, ब्याक हुन्छौँ। ल हेर्नुहोस्, म वरिपरि तपाईँलाई यो देखाउँछु। हेर्नुहोस् यति ठुलो ठुलो ढुङ्गाहरूबाट कुदिएर बनिएको यो चाहिँ नेचुरल प्राकृतिक दृश्य, प्राकृतिक रूपमा बनिएको, यो कुनै मानव निर्मित रूपमा बनिएको होइन कि, यो चाहिँ प्राकृतिक रूपमै नै बनिएको यस्तो सुरुङभित्र छ। त्यहाँ चाहिँ नाक त देखिँदैन, अँध्यारो छ है। त्यहाँ चाहिँ नाकको चाहिँ ऊ राखेको रहेछ, नाक राखेको रहेछ है। नेपालको सबैभन्दा लामो गुफा 2950 मिटर गुप्तेश्वर महादेव गुफा, यसको छेउमा रहेको पातालले छागो डेभिस फलको पानीले गुफालाई अझ रहस्यमय बनाएको छ। केवल यो गुफा मात्र नभएर पोखराको धरातलमा जीवित रहेको एक इतिहास र आस्थाको सङ्गम हो। शान्ति र आध्यात्मिक वातावरणको कारणले यो ठाउँ तीर्थयात्री र पर्यटकहरूको लागि एक महत्त्वपूर्ण गन्तव्य बनेको छ। यो बाटो हुँदै जानेछौँ र अब यतापट्टिको थोरै दृश्यहरू पनि देखाउँछु म तपाईँहरूलाई। ल हेर्नुहोस्, ल हेर्नुहोस्, अद्भुत छ यो, एउटा अद्भुत र यो साँच्चीकै नेचुरल रूपमा बनिएको यो दृश्य चाहिँ हेर्न पाउनु साँच्चीकै भाग्यमानी महसुस गरेको छु मैले चाहिँ। ल साथीहरू, अब चाहिँ हामी यहाँभित्रबाट बाहिर आइसकेको छौँ, बाहिर निस्किसकेको छौँ। यो बाहिर निस्किने बाटो हो भने उताबाट चाहिँ प्रवेशद्वार इन हुने बाटो हो, यो चाहिँ अब आउट हुने बाटो हो। हामी आउट हुँदैछौँ। ल साथीहरू, अब हामी यो डेभिस फलमा आइसकेको छौँ। यो पाताले झरना भन्छ होइन, यसको डेभिस फल नाम किन रह्यो भन्ने कुरा पनि म तपाईँलाई भनिहाल्छु है। मेरो अहिले चाहिँ यो क्यामेरा गिम्बलले काम गरेन, त्यही भएर मैले चाहिँ हातबाट यो सुट गर्दैछु। अनि यहाँ पारी देखिराख्नु भएको छ उहाँनिर है गुप्तेश्वर मन्दिर चाहिँ यहाँ हो र यो डेभिस फल चाहिँ यहाँ हो, यति नजिक छ। अब हामी यहाँ डेभिस फलभित्र जाँदैछौँ र यहाँभित्रको पनि यो दृश्यहरूलाई कैद गर्छौँ। वेलकम टु डेभिस फल। ल अब डेभिस फल भित्र छिर्दैछौँ। टिकट लिनुपर्ने रहेछ। टिकट कसरी रहेछ? टिकट नेपाली नागरिकको लागि 50, नेपाली विद्यार्थीको लागि 30 र विदेशी नागरिकको लागि 100 रहेछ। टक्कै यहाँभित्र हामी अब जानेछौँ है त। यो डेभिस फल गेटदेखि यो बाहिर सानो मार्केट छ। ल साथीहरू, हामी चाहिँ भित्र इन्ट्री गरिसकेका छौँ है। ल ल अब यो कताबाट जाने हो भन्ने कुरा चाहिँ थाहा छैन है। अब पोखराको मुटुमा रहेको डेभिस फल, जसलाई पाताले छागो भनेर भनिन्छ, जहाँ फेवा तालको पानी गहिरो खोजमा खस्छ, भूमिगत गल्छीमा हराउँछ। यो झरना आफ्नो भूमिगत प्रवाहको कारणले प्रसिद्ध छ। केही वर्ष अघि विदेशी नागरिक मिस डेभिस यसै झरनाबाट खसेर मृत्यु भएको थियो र हालसम्म उसको लास पत्ता लागेको छैन।
त्यसैले उक्त विदेशी नागरिकको सम्झनामा यसको नाम डेभिस फल राखिएको हो भन्ने किम्वदन्तीहरू पाइन्छ। भित्र हुँदै तपाईँको अब कहाँ निस्किने भयो त? यता निस्किँदो रहेछ है। र यहाँ भित्रबाट यहाँबाट गायब भएको क्या केटी पनि यहाँबाट झर्दा चाहिँ यहाँ भित्रभित्रै गायब भएको र त्यो केटी निकाल्नु नसकेको क्या। र यसलाई नै डेभिस फल भनेर भनिँदो रहेछ। ल है त साथीहरू, अर्को दिन बिहानै फेरि हाम्रो यात्रा पोखराको सरङकोट डाँडातिर सुरु हुन्छ। जहाँ बिहानीको सूर्यको सुनौलो किरणले सरङकोटको चुचुरोमा एक नवीनतम पाइला राख्छ। प्राकृतिकको अद्भुत दृश्य आँखा सामुन्ने प्रकट हुन्छ। सोही दृश्य अवलोकन गर्नका लागि मिरमिरे बिहानीदेखि नै पर्यटकहरूको ठूलो जमघट र भिड देख्न सकिन्छ। क्षितिजमा सूर्यको लालीले हिमाललाई रंगीन बनाउँछ, जुन साँच्चै अद्भुत र मनमोहक देखिन्छ। साथै सरङकोटमा अवस्थित शिव मन्दिर धार्मिक आस्थाको धरोहर हो, जहाँ शान्त वातावरणमा पूजा आराधना गर्दा अलौकिक शान्ति मिल्छ अनि मन्दिरबाट देखिने अनुपम दृश्यले सबैलाई मन्त्रमुग्ध पार्छ। जहाँबाट तल हेर्दा पोखरा सहरको सुन्दरता र फेवातालको शान्त स्वरूपलाई अवलोकन गर्न सकिन्छ। साथीहरू, यहाँनिर हामी सरङकोट आइसकेका छौँ अनि सरङकोट त्यो सनराइज हेर्न चाहिँ यो सिँढी नै सिँढी हुँदै होइन, यो सिँढी हुँदै अलिकति मास्तिर जानुपर्ने रहेछ होइन, थोरै मास्तिर। तर आज चाहिँ अलिकति राम्रोसँग यो वेदर खुलेन र त्यति मजा आएन। आज चाहिँ अलिअलि वहाँ पारि चाहिँ हिमालहरू थोरै थोरै देखिँदैछ है। अहिले हामी चाहिँ यो माथि डाँडामा आइसक्यौँ। यहाँ ठुलो मन्दिर रहेछ। सरङकोट यो सरङकोटबाट माथिबाट चाहिँ तलको फेवाताल पनि देखिँदो रहेछ है। तल देखिरहेको छ हामीले जहाँ, त्यो चाहिँ फेवाताल हो। ल साथीहरू, फाइनली हाम्रो प्रतीक्षा घडी समाप्त भइसकेको छ। यहाँ चाहिँ पारिबाट चाहिँ सूर्योदय हुँदैछ, सूर्य निस्किँदैछ, बाहिर निस्किँदैछ। त्यो दृश्य म कैद गर्दैछु। पक्कै पनि तपाईँलाई पनि राम्रो लाग्नेछ आशा छ। त्यसै गरी अहिले हामी पोखराको पुम्दीको डाँडामा आइपुगेका छौँ। सामुद्रिक सतहबाट उचाइमा रहेको यो स्थान धार्मिक र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो। यहाँको शान्त वातावरण र दिव्य अनुभूतिले मनलाई छुट्टै शान्ति प्रदान गर्छ। 52 फिट शिवको मूर्ति अनि मन्दिर परिसरबाट देखिने अन्नपूर्ण धौलागिरी हिमालका मनोरम दृश्यले सबैलाई मन्त्रमुग्ध पार्छ। पोखरा उपत्यकाको सुन्दरताको साक्षी बन्न र धार्मिक महत्त्वलाई आत्मसात गर्न पुम्दीकोट डाँडा एकपटक भ्रमण गर्नै पर्ने हुन्छ। ल यो पुम्दीकोटको डाँडादेखि चाहिँ हामीले फेवाताललाई निहाल्दैछौँ। यहाँ तल देखिएको जुन हरियो देखिरहेको छ, यो चाहिँ पोखरा फेवाताल हो है।
र त्यहाँ माथिदेखि अलिकति मास्तिर यता 13 औँबतिर आयौँ भनेदेखि यहाँनिर त्यो बगरहरू देख्दैछौँ, जुन बगरहरू अलिकति सानो एउटा खोला बगेको जस्तो देखिराखिएको छ। त्यो चाहिँ त्यो पनि यो फेवातालकै एरिया हो रे है। अनि त्यहाँसम्म पानी आउँछ अरे, अहिले चाहिँ सुकेर त्यो बगर भएको भनेर भनिँदो रहेछ। पक्कै पनि एउटा सुन्दर दृश्यहरूलाई चाहिँ हामीले अवलोकन गर्दैछौँ। प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम विश्व शान्ति स्तूपमा आइपुगेका छौँ, जसलाई ओल्ड पिस प्यागोडा पनि भनिन्छ। पोखराको थितिजमा उदाउँदो सूर्यको किरणसँगै शान्तिको प्रतीक बनेर उभिएको शान्ति स्तूपा केवल एउटा संरचना मात्र नभएर हजारौंको मनमा शान्ति प्रदान गर्ने एक पवित्र स्थल हो। शान्ति र सद्भावको प्रतीकको रूपमा जापानिज भिक्षुहरूद्वारा निर्माण गरिएको पवित्र स्थल हो। स्तूपको उचाइबाट देखिने पोखरा उपत्यका र हिम श्रृङ्खलाले हाम्रो भावनात्मक संसारलाई नै एउटा नयाँ दृष्टि दिन्छ। प्रकृतिको सुन्दरताले मनमा गहिरो शान्ति र खुसीलाई सञ्चार गर्छ। ल साथीहरू, अहिले हामी चाहिँ यो चमेरे गुफामा हामी आइसकेको छौँ भनेदेखि हाम्रो साथमा दाई हुनुहुन्छ। दाईले हामीलाई यहाँभित्रको बारेमा सम्पूर्ण कुराहरू बताउनु हुनेछ। ल एकपटक यहाँभित्र छिरौँ है। पोखरा आइसकेपछि अत्यन्त घुम्नै पर्ने ठाउँ। यहाँभित्र के छ होइन, के कस्ताहरू दृश्यहरू देखिन्छ, त्यो दृश्य हामी अवलोकन गर्छौँ। साथसाथै हाम्रो दाईले पनि त्यहाँभित्रको बारेमा हामीलाई सम्पूर्ण कुराहरू बताउनु हुनेछ होइन दाई? ल हामी यहाँदेखि ओह्रालो झर्दैछौँ है। यो अलिकति ओह्रालो झर्नु पर्ने रहेछ। अनि हाम्रो गाइड दाई निस्कन तपाईँ यहीबाट निस्कनु भएको, उताबाट निस्कन ठाउँ छ। अनि सबैजना एकैचोटि जाउँको लाइट पुग्दैन नि त, लाइट पुग्दैन क्या फेरि। मेरो मोबाइल त मैले वहीँ छोडेर आएको छु। यहाँबाट छिर्दा चाहिँ ग्रुपमा छिर्नु पर्ने ग्रुपमा रहेछ। छिर्नु यसरी उहाँहरूलाई पनि देखाइदिनु न। लाइट लिएको छौँ हामीले है। अब लाइट लिएर चाहिँ भित्र यतिजना मात्रै हो, 1 2 3 4 5 जना मात्रै, 5 6 जना भयो ठुलो ठुलो है। भित्र झर्दैछौँ है। मैले मोबाइलै नलिकन आएको छु हेर। ल अब भित्र छिरियो हामी गुफाभित्र है। अब लाइट सुरु गर्नु, लाइट यहाँ सुरु, एकदमै अँध्यारो रहेछ। लाइट लाइट सुरु गर्नु। ल ल ल ल ल अब हामी म अगाडि जान्छु है। ल ल ल दाइ अगाडि म अगाडि जान्छु है, म अगाडि जान्छु। बिस्तारै है, लोटेला है, बिस्तारै नातिकिन बरु बरु ठुक्क उभिनी, एकछिन उभिनी अनि बल्ल हिँड्ने, एकछिन उभिनी बल्ल हिँड्ने बरु, तर लोड्नु भएन, लोड्नु भएन है। ल आफूहरू लाइट भएको चाहिँ अगाडि गयो भने त म देखाइदिन्छु। गुफा छ क्या यो, ल गुफा नै गुफा। त तपाईँ नै आउनु, तपाईँ लो उहाँ लोड्नु होला फेरि एकछिन हिँडिसक्यौँ कुरम। ल जानु यहाँ ठोकिएला है, कतै कतै ठोकिएला है। ल ओ ल ए म उता देखाउँछु नि त है। लाइटको साथमा अगाडि बढिरहेको छौँ है। ल ल तल ठोकिएला, ए ठोकिएला। यहाँनिर ठोक्किने ठाउँ रहेछ नि त। यहाँबाट सानो ठोकिएला है, दुलोबाट छिर्नु पर्ने रहेछ यसरी। ल यहाँ त पोखरामा त थुप्रै चिजहरू छ नि त यसरी। ल अब माथि हेर्नु, अब एकचोटि यहाँबाट इ ल ओ अब यो धेरै हेर्न हुन्न, यसरी हेर्ने चमेरा पर धेरै गऱ्यो भने फेरि आउनु सक्छ त्यो। त्यही भएर सायद चमेरे, यो चमेरा नै चमेरा बस्ने भएकोले गर्दा यसलाई चमेरे गुफा भनेको होला है। हजुर ल यहाँनिर ल ल एकचोटि ल सर र ढुङ्गा यसरी देउराली देख्नुभयो, यो पुरै हो, बिस्तारै बोल्ने है बरु। यहाँनिर चाहिँ ठुलो एकदम निस्किन्छ भयङ्कर के, रहेछ यार। राति निस्किन्छ। माथि माथि चमेरै चमेरा चमेरै चमेरा बस्दो रहेछ यहाँ चाहिँ। ल यति ठुलो सुरुङ छ यहाँ चाहिँ, लगभग लगभग अग्लो छ यार। ल तपाईँले अब यसको चाहिँ यो अब फोटो खिच्ने भने भिडियो खिच्ने भने यहाँ खिच्नु होइन, यहाँबाट होइन अलि उताबाट छ क्या। हजुर त्यो त्यहाँबाट छिर्न सक्ने छ यताबाट जाऊँ, हजुर नत्र भने छिर्न नसक्ने उहरू चाहिँ यताबाट जाऊँ, यहीँबाट फेरि रिटर्न ब्याक गर्ने? रिटर्न ब्याक जाने। जो छिर्न सक्छ, अब को छ छिर्न सक्ने, अब बाबु छिर्न सक्ला होइन, अनि अर्को नानीहरू पनि छिर्न सक्ला। यो पातल पातल मान्छेहरू चाहिँ छिर्न सक्ने हो यहाँबाट? छिर्न ठुलो मान्छे पनि सक्छ छिर्नलाई, हजुर सकिन्छ होइन। म सिकाउँछु त्यहाँ छिर्नलाई, तर अब हिक्मत चाहियो, ए हो हिक्मत चाहियो होइन। ए त्यहाँ भनेको मतलब अब यो चाहिँ
छिर्न चाहिँ सक्छ, तपाईँ पनि छिर्न सक्नुहुन्छ। अब तपाईँ- पाप र धर्मको द्वार पाप र धर्मको द्वार हो। त्यो छ। अब यहाँ चाहिँ यो छ नि, यो बनाएको, यो बनाएको चाहिँ हामी चाहिँ भोलि मरेर गइसकेपछि स्वर्गमा जाने बेला यहाँ घर बनायो भने, यसरी घर बनायो भने हजुर, हजुर। हाम्रो घरमा बनेर बस्छ अरे के। यहाँ बनायो यहाँ बनायो भने के, यसलाई घर बनाएर राख्यो भने हजुर, भोलि हामीले कति तल घर बनायो भने त्यो घर चाहिँ उहाँ गएर बनेर बस्छ भन्ने चलन छ क्या यहाँको, यसको चलन चाहिँ के यो सिस्टम त्यो हो। ल बनाउनुहोस्, तपाईँहरू पनि बनाउनुहोस्। म एउटा बनाउँछु ल बनाउनुहोस्। म पनि एउटा घर बनाउँछु। यहाँ ढुङ्गाको घर चाहिँ एउटा विशेषता के रहेछ भनेदेखि यहाँनिर जसरी घर बनाएको छ मरेर गइसकेपछि स्वर्गमा यही घर यसरी नै बनिरहेको हुन्छ भन्ने एउटा धार्मिक विश्वास विश्वास रहेछ यहाँको। र अब यहाँबाट उक्लौँ हामी है त्यहाँबाट छिर्न सकिन्छ त? सकिन्छ, सकिन्छ। त्यहाँ दुलो छ होइन, सक्नुहुन्छ। बरु घिस्नेर जानुपर्ने हो कि? घिर्सेर घिस्नेर त नजाउँ होला। होइन, घिर्सेर नै एक ठाउँ मात्रै हो घिर्सेर जाने। तपाईँ त्यहाँ जानुहोस्, सकेन भने बहिनीलाई लिएर आउनु सक्नु होला नि तपाईँ, ल ल होइन? ल सक्छ होला बहिनी पनि, खासै दुईजना मोटो हुनुहुन्न। आइडिया भयो भने सकिन्छ कि, सकिन्छ कि। जाऊँ न, यहाँबाट अब जाऊँ न, पालै पालो प्रवेशद्वार यहाँबाट चाहिँ स्वर्ग धर्मात्मी मान्छे यहाँबाट छिर्न सक्छ भन्ने नकाल्नु एउटा चाहिँ र अब अघि त्यस्तो मोटो मान्छे कसो ल बहिनी, ऊ त्यो त्यो मोटो मान्छे कसो, तर तपाईँ सक्नुहुन्न भने हो भन्न त। यहाँ बच्चा बच्ची को छ र हाम्रोमा? कोही छैन, बुढो पनि छैन, बच्चा बच्ची पनि छैन। होइन मोटो त छ। यस्तो उकालो रहेछ यहाँबाट चढेर फुत्तै माथि निस्किनु पर्ने होइन त? म त्यहाँ फर्स्ट म जान्छु, त्यो ठाउँमा बस्ने ठाउँ छ, म फर्स्ट जान्छु हाम्रो ग्रुपको होइन। म गएर तपाईँलाई म भन्छु अनि भनेपछि एउटा भाइलाई पठाउने, अनि त्यस पछाडि चाहिँ जाने है। यो स्टेप चाहिँ, यो स्टेप हेर्नु, हजुर हजुर यो छ होइन, यो लाइट लिनु त एकचोटि मलाई देखाउनु त। यिनीहरू गइसक्छ नि हामीलाई। यसको यहाँनिर समात्ने ठाउँ छ, यहाँ छ क्या, यसरी ठ्याक्क यहाँ समात्ने, यहाँ यस्तो समातेपछि यो हातले यसरी गरेर यसरी जाने, सुन्नु। अनि यहाँ हातले यस्तो ठ्याक्क ल्याउने, अनि यसरी गरिसकेपछि अनि यहाँबाट यसरी जाने हो। छैन, गाह्रो छैन, सजिलो छ। यहाँबाट यहाँ जाने हो, सबै वेटिङमा बसेर यहाँबाट हो त्यहाँ जान्छ कि नानी यार, म सहिलेसँग जान्छु नि, सहिले जान्छ नि। ल ल जाऊ 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 जाऊ, म यहाँ छु, डर नडराइ जाऊ, सुई जाऊ। अब यो खुट्टा बाँध्दै जाऊ, उता जाऊ, यो खुट्टा टाउको छिराउ। अब अर्को हात उता जाऊ, हजुर जाऊ न, हजुर सिधै जाऊ न, नडराइकन सिधै जाऊ न। यो ल्याउने हेर्ने क्या, सिधै यो मात्रै टाउको लाग्यो क्या, सर्प जस्तो। ल साथीहरू यो यहाँबाट निस्किनु पर्ने हो, त्यो अघि उताबाट गएको ठाउँ हो यहाँबाट। तर म चाहिँ यहीँ आएर तलतिरबाट फर्केको। जाउँ अब महेन्द्र गुफा। यो गुफा, त्यो गुफा अर्कै किसिमको छ, त्यहाँ फेरि कुण्ड छ, पानी छ होइन, त्यो अर्कै किसिमको छ निस्किने ठाउँ। यस्तै छ होइन, तर चाहिँ अलि भिन्दै किसिमको बस्नु त्यो उहाँलाई बुझाउनु पर्छ। 1 मिनट रुको, 1 मिनट उहाँलाई बुझाउनु पर्छ। हाम्रो ग्रुपलाई सिकायो नि, अब सबैजना आउँदैन भन्नु अब नसिकाएर तपाईँहरू एक्लै आउनु भने डर लाग्छ, अनि डर लागि शरीर फुल्छ सक्दैन। उता आउनु त्यो नजानेर हो, सजिलोसँग आउनु सकिन्छ। ल ठिक छ। ल साथीहरू अहिले चाहिँ म ठ्याक्कै यो महेन्द्र गुफामा आइसकेको छु है। चाहिँ यो पोखराको सुन्दर नगरी घुम्ने क्रममा अहिले महेन्द्र गुफा आइसकेको छु। यो महेन्द्र गुफाको नाम कसरी नामाकरण भयो अनि यसभित्र के छ होइन, यो सम्पूर्ण दृश्यहरू हामी हेर्नेछौँ। अब एकचोटि सर र भित्र जाउँ है त, आउनुहोस्। ल हामी इन्ट्री गरिसक्यौँ भित्र। ल ल ल ल भित्र चाहिँ यस्तो रहेछ, सुन्दर सुन्दर। ल साथीहरू अहिले हामी चाहिँ यो महेन्द्र गुफाभित्र आइसकेको छौँ। यहाँभित्र एकचोटि सर र छिरौँ है, यहाँभित्र के देखिन्छ एकचोटि त्यो घुमेर हेर्नेछौँ। यो चाहिँ के रहेछ भनेदेखि पहिला है स्थानीय यहाँको चाहिँ वासीहरूले चाहिँ यो गुफा पत्ता लगाएर त्यस पछाडि गुफा पत्ता लगाइसकेपछि चाहिँ त्यति बेलाको तत्कालीन राजा चाहिँ महेन्द्र वीर विक्रम शाहदेवले चाहिँ यो गुफालाई चाहिँ उद्घाटन गर्नुभएको थियो अरे होइन। त्यस पछाडि चाहिँ यो गुफाको नाम चाहिँ महेन्द्र गुफा रह्यो भनेर चाहिँ भनिँदो रहेछ होइन। एकचोटि हामी सर जाउँ है त भित्र। ल
नआउनुहोस्। तर यो गुफा चाहिँ एकदमै यो चुन ढुङ्गाहरूले बनेको भनेर चाहिँ भनेको हामीले पाइयो होइन। ल तर यहाँभित्र छिर्दाखेरि एकदमै कुल क्या चिसो होइन, यस्तो कुल लागिरहेछ मलाई चाहिँ, एकदम दामी लाग्यो एकदमै। मलाई बाहिर अघि पर्ने भइरहेको थियो तर एकदम चिसो। हजुर हजुर दाँतहरू निस्किएको छ। यो गुफाहरूमा पस्ने भनेको हाम्रो यो रोगहरू लागेको, अब हामीलाई चाहिँ के भयो भने यस्तो भित्र पस्दाखेरि भगवान्को चाहिँ आशीर्वादले हामीलाई चाहिँ अरू ग्रहहरू यस्तोले पनि छोड्ने चाहिँ सम्भावना जस्तो हुन्छ भन्ने चाहिँ भन्छ भनाइ छ। यो धार्मिक विश्वास धार्मिक विश्वास छ। यसले गर्दा तपाईँ हामी यसमा आइसकेपछि एकचोटि पस्नुपर्छ भन्ने चाहिँ हुन्छ सबैमा होइन। अब यहाँ यो सबै चाहिँ प्राकृतिकले बनाएको चिजहरू हुन्, कुनै पनि मान्छेले बनाएर कुदेर बनाएको होइन। यो अटोमेटिक बनेको चिज हो यो कुनै। अब यो चाहिँ ल यो यहाँ देखियो, यो चाहिँ महादेवको जस्तो पनि देखिन्छ होइन। यो महादेवको जस्तो देखिन्छ। यो चाहिँ अब यो अर्को साँपको जस्तो देखिन्छ होइन। यो आफूले कुन नजरले हेरिन्छ त्यही तरिकाले चाहिँ त्यो अटोमेटिकहरू देखिन्छ। आफूले जसरी कल्पना गर्यो जे कल्पना गर्यो त्यही चिजहरू हामी चाहिँ यहाँनिर आफै प्राकृतिक रूपमा यो आफै निर्मित भएको हजुर। यहाँ कुण्ड पनि यहाँनिर ऊ पनि दियो जस्तो पनि रहेछ है, जस्तो पनि छ, दियो जस्तो पनि रहेछ। आफै चाहिँ भएको चिज हो। एकचोटि दर्शन गरौँ। हजुर उता है दाहिने राइट सुरुङ भित्र थियो होइन। तर यो निस्कनी हो, यो कस्तो चिसो होइन, यस्तो यो अद्भुत हो नि त यहाँको त होइन। माथि ठोक्नुलाई तपाईँ हाइट हुनुहुन्छ नि त। यो कसैले बनाए जस्तो देखिन्छ तर यो बनाएको होइन, अटोमेटिक पहिलेको चाहिँ अलि पुरानो। अब म चाहिँ अहिले लगभग 50 वर्षको भएँ होइन। हामी चाहिँ बच्चा हुँदा पनि यो यस्तै थियो, अहिले पनि यस्तै छ। योभन्दा पहिल्यै थियो क्या, अझै त्योभन्दा नि पहिले चाहिँ यो चाहिँ थियो। यो धेरै वर्ष पुरानो हो। हजुर ल भगवान् शिवजीको चाहिँ ऊ चाहिँ यहाँनिर छ नि शिवलिङ्ग। हजुर शिवलिङ्ग छ यहाँ। हजुर यो पनि अटोमेटिकली आफै उत्पत्ति भएको। यहाँ यो शिवको मूर्ति जस्तो देखिन्छ नि यहाँ। यसरी हेर्नुहोस् होइन, यसरी सेम देखिन्छ होइन। तर यो दर्शन पनि हो। अब यो गुफा, यो गुप्तेश्वर गुफा भनेको भगवान्हरू गुफाभित्र चाहिँ पहिला बस्थे नि त, जस्तै ध्यान गर्न बस्थे नि, त्यसकै लागि बनेको होला जस्तो लाग्छ मलाई। हजुर यो कति छ यो सुरुङ यहाँभित्र? अब लगभग अब हामी परसम्म पुग्छौँ होइन। हजुर त्यहाँ चाहिँ अब मन्दिर छ, मन्दिर पुगेपछि नि हामी यताबाट फेरि वापस फर्किन्छौँ। फेरि ब्याक रिटर्न हुन्छौँ हामी। ल यो माथि ठोकिएला है, तपाईँहरू राम्रोसँग चाहिँ गर्नु होला। यो कसरी अडिएछ भन्ने चाहिँ अब यसको चाहिँ अडिने पनि होइन, यो जानुपर्ने हो। तर चाहिँ यति शक्तिशाली अझै मभन्दा बुझ्ने चाहिँ उहाँ हुनुहुन्छ, उहाँ उमेरले पनि पाएको। अनि ठ्याक्क सोधेर यो चाहिँ कति कस्तो, यसको पानीको कुण्ड थियो पहिला। हजुर गाउँबेसीको यात्रा लो परमेश्वर परमात्मा। हाम्रो पहिला पानीको कुण्ड थियो यहाँ पहिला, अहिले रहन्छ क्या होइन। पवित्र जल कुण्ड यो हो के अरे। अहिले चाहिँ पानी चाहिँ अहिले रहन्छ, पहिला पानी यहीँ आउँथ्यो, अहिले पनि बगिरहेको छैन है। पहिला माथि नै देखिन्थ्यो होइन। उहाँलाई चाहिँ त्यो विषयमा अन्तिम भागमा आइसकेका छौँ। यहाँ चाहिँ सिद्धिविनायकको मन्दिर होइन, दर्शन पनि गऱ्यौँ भने थोरै हामी गुरुसँग कुरा गर्न चाहन्छौँ यो मन्दिर यो गुफाको विषयमा है त। र गुरु यो भनिदिनु न, यो गुफाको विशेषता के छ, कसरी उत्पत्ति भयो होइन, अनि यहाँ आएर हामीले पूजा आराधना गर्दाखेरि के कस्ता हाम्रो मनोकामनाहरू पुरा हुन्छ, यसको बारेमा थोरै भनिदिनु न। यो गुफा हजारौँ वर्ष पुरानो गुफा, मानव निर्मित गुफा नभइकन प्राकृतिक गुफा। त्यसमाथि पनि राजा महेन्द्र सरकारको कार्यकालमा यो गुफा यहाँको स्थानीय बासिन्दाले पत्ता लगाइयो। राजा वीरेन्द्र सरकारबाट यो गुफाको अवलोकन र भ्रमण र उद्घाटन 2031 सालमा गरेको कारणले महेन्द्र गुफा नामकरण गरेको। जलहरू बगिरहेका छन्, त्यहाँको जलहरू झिकेर मन्दिरमा जल चढाउँदा कार्यसिद्धि हुन्छ भन्ने भनाइ छ। यो गुफाभित्र गुफा बराह, देवी देउराली, शङ्कर भगवान् ईश्वर, हनुमान देवता, नाग देवता, यता सिद्धिविनायकको मन्दिर,
प्राकृतिक रूपमै भेटिएका मूर्ति हुन्। यहाँको जल ल्याएर मन्दिरमा जल चढाउँदा आफ्नो कार्यसिद्धि हुन्छ भन्ने भनाइ छ। ल साथीहरू, हामी यो महेन्द्र गुफाभित्र आएर पनि यहाँबाट अब फर्किँदैछौँ, यहाँबाट रिटर्न हुँदैछौँ हामी है। हामी गुफा घुमिरहेका छौँ अहिले। यो महेन्द्र गुफा भयो, हिजो हामी गएको भनेको चाहिँ गुप्तेश्वर गुफा, अनि त्यस पछाडि यो चमेरे गुफा गयौँ है। गुफा घुम्दैछौँ पोखरामा अहिले है। तपाईँलाई कस्तो लाग्यो यो महेन्द्र गुफा? कमेन्ट गर्दै जानु होला। फेरि हामी अर्को नेक्स्ट ठाउँमा जाने। ल साथीहरू, यति बेला चाहिँ म यो पोखराको लेक साइड एरियाको रात्रिकालीन मार्केटमा छु है। यहाँको रौनक अनि यहाँको चाहिँ माहौल एकदमै रमाइलो छ। यति बेलाको यो साँझको रौनक पक्कै पनि यो रौनकलाई तपाईँहरू माझमा प्रस्तुत गर्नको लागि म यहाँको सम्पूर्ण दृश्यहरूलाई कैद गर्नेछु। र यो लेक साइड एरियाको टुरिस्ट एरिया भन्दो रहेछ यसलाई होइन। यो लेक साइड एरिया छ जति पनि यो नाइट मार्केट, यो मार्केटको सम्पूर्ण भिडियो आजको प्रस्तुतिमा रहनेछ। तपाईँले यहाँ पछाडिको रमाइलो दृश्यहरू देख्दै हुनुहुन्छ होला है। अनि यहाँको माहौल अनि यहाँको जमघट पक्कै पनि यो चाहिँ पोखराको चाहिँ लेक साइड हो है। यो ओरिजिनल लेक साइड है। लेक साइडको पनि लेक साइडमै आएको छु म। यति बेला रात्रिकालीन समय छ र ठिक्क तपाईँले यहाँभन्दा अगाडि चाहिँ थोरै अगाडि नजिकै छ, यो रोडदेखि उतापट्टि थोरै उतापट्टि चाहिँ फेवा ताल छ। यहाँ फेवा ताल छ भने सँगसँगै यहाँ नजिकै यस्तो माहौल जमघट रमाइलो होइन, भेटघाट अनि यहाँको माहौल